मार देते हैं तो मेरे कैसे कटा सकती दायरम दायरम है मारने वाला है माथा में ध्यान का तो नहीं है माथा में लगाई यति ठुलो माछा हैन मारिसकेको छौँ हामीले पकडिसकेका छौँ यहाँ हाल्नु ल गाइस हामीले चाहिँ यति ठुलो माछा मारिसकेका छौँ होइन अहिले टन्नै माछा मारिसकेका छौँ यतातिर पनि छ योमा देखिँदैन अहिले हिलो छ पुरा अनि यो माछा टुन्नै देखिँदो रहेछ भित्र भएर तर यस्तो यस्तो ठुलो माछा मारिसकेका छौँ र ड्राइभर चाहिँ म चाहिँ मार्न जान्छ होइन बढी तालतिर जानुपर्ने छ मलाई त्यो मार्नुहोस् रमाइलो गर्नुहोस् है ल म चाहिँ हेमार लाग्यो त ल हेमार लाग्नुपर्ने हुन्छ गाइस अब चाहिँ म होइन ट्याक्क बढिया तालको भ्यू कस्तो देखिन्छ त्यो चाहिँ हजुरलाई देखाउँदैछु र हजुर ए ल अब चाहिँ म लागेँ हेलो गाइस यति बेला चाहिँ म फाइनली बढिया ताल पुगिसकेको छु र बढिया तालको दृश्य हजुरलाई देखाउँछु कस्तो लाग्छ एकचोटि हेर्नुहोस् यति बेला चाहिँ हजुरहरूले मेरो ब्याकग्राउन्डमा चाहिँ बढिया ताल देख्न सक्नुहुन्छ आजकल चाहिँ खासै त्यति राम्रो रहन्छ किन भन्दाखेरि म एकचोटि पहिलाचोटि आउँदाखेरि चाहिँ यहाँ कमलको फुलहरू फुलेर दामी पुरा फुल देख्यो भरि यति रमाइलो लागेको थियो त्यो देखेर चाहिँ मलाई एकचोटि पनि आउन मन लाग्यो सेकेन्ड टाइम पनि आएँ जो आउँ जस्तो लागिरहेको थियो त्यो कुमुलको फुल देख्दाखेरि तर यहाँ कुमुलको फुल मात्र होइन यहाँ चराहरू पनि विभिन्न प्रकारको चराहरू विकाम पाइन्छ जोस धेरै पाइन्छ होइन धेरै पाइन्छ अनि जोस पहिले चाहिँ कस्तो थियो भन्दाखेरि यहाँ कमलको फुलहरू राम्रो फुलिरहेको थियो आजकल चाहिँ कमलको फुलहरू पुरा सुक्दो रहेछ यो सुक्ने टाइम रहेछ त्यही भएर त्यति राम्रो दृश्य चाहिँ देखिएन त्यही भएर चाहिँ आजकल चाहिँ मलाई त्यस्तो राम्रो लागेन अनि त्यही हो जो पिकनिक खान आउनेहरूले चाहिँ रमाइलो गरिरहेको छन् जो आफ्नै पारामा होइन तिनीहरू चाहिँ छुट्टी छन् म एक्लै आएको भएर पनि खासै त्यस्तो राम्रो लागेन मलाई जो यतातिरका तालहरू देख्न सक्नुहुन्छ यिनी तालहरू छन् नि यस्ता तालहरू थुप्रै छन् कि छेउछाउमा थुप्रै छन् यस्ता तालहरू किनकि यिनी तालहरू चाहिँ माछा पाल्ने र माछा पनि यहाँ विकम पाउँछ होइन थुप्रै पाउँछ माछाहरू खानको लागि चाहिँ तपाईँहरू बढिया ताललाई सम्झिनुहोस् र आज चाहिँ म घरतिर जान्छु किनकि म एक्लै भएँ त्यही पनि यहाँ रमाइलो लागेन आजको भिडियो यति नै ओके बाइ बाइ गाइस